management is what the modern world is all about. दर्शकवृन्द नमस्कार। प्रस्तुत यस कार्यक्रममा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन गर्न म चाहन्छु। इन्डिजिनियस टेलिभिजन र आइटिभी नेपालद्वारा प्रस्तुत यस कार्यक्रममा तपाईहरुको साथमा छु इन्द्र श्रेष्ठ। सदाझै आज पनि म यस विशेष व्यक्ति र केही सन्दर्भको साथ उपस्थित भएको छु। हामी सबैलाई थाहा छ मुलुकमा राजनैतिक प्रणालीको प्रवाह अत्यन्तै छिट्टो छरितो रूपमा भएर आयो। धेरै राजनैतिक परिवर्तनका अवरोहहरू पनि नेपाली जनताले देखिसकेका छन् र हरेक राजनैतिक परिवर्तनको एउटा उद्देश्य भनेको मुलुकको सामाजिक र आर्थिक समृद्धि गर्नु नै हो। परिवर्तित राजनैतिक सन्दर्भमा के नेपालको आर्थिक विकास नेपालले आर्थिक विकासमा कदम चाल्न सक्यो जसरी राजनैतिक परिवर्तन भएको थियो? आशातीत रूपमा हुन सकेको छैनन्। यद्यपि राजनैतिक दलहरूले मुलुकमा आम नागरिकहरूलाई सामाजिक र आर्थिक विकासका गुलिया शब्द र नाराहरू भने धेरै नदिएका होइनन् र वर्तमानमा हाम्रो आर्थिक अवस्था अहिलेको हाम्रो परिवेश कस्तो छ र यसमा राजनैतिक प्रणाली अथवा राजनैतिक दलहरू कति यसमा जिम्मेवार छन्? वर्तमानमा भइरहेको सामाजिक र आर्थिक अवस्थाका जिम्मेवारहरू को हुन्? मुलुकलाई भ्रष्टाचार, कुशासन र सक्षम नेतृत्वको सधैँ नै अभाव रहिरह्यो। परिणामस्वरूप भाद्र 23 र 24 मा सन्तति जेट यानि कि जेनेरेसन जीले एउटा आन्दोलन छर्कायो र जसको परिणामस्वरूप त्यसबेलाको तत्काल सरकार परिवर्तन भएर अन्तरिम सरकार पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा गठन भयो र अहिलेसम्म पनि यसले सरकारले पूर्णता प्राप्त गरिसकेको भनेको छैन। र मूलत अहिलेको सरकारले कसरी काम गरिराखेको छ र के यसले जनअपेक्षालाई पूरा गर्न सक्छ र जेएनजी आन्दोलनका जुन मागहरू थियो त्यो मागलाई यसले कुन हदसम्म सम्बोधन गर्न सक्छन् र अबको सरकार कसरी जानुपर्छ यो पनि एउटा छलफलको विषय रहनेछ। हामी सबैलाई थाहा छ नेपालको आर्थिक विकासका लागि जलस्रोतको विकास अत्यन्तै महत्त्वपूर्ण छ र भनिन्छ जलस्रोतमा विश्वका धनी मुलुकहरू मध्येमा नेपाल पनि एक हो। पर्याप्त मात्रामा हाम्रो जलस्रोत हुँदाहुँदै पनि यो जलस्रोतलाई हामीले के कति हदसम्म उपयोग गर्न सकेका छौँ? भनिन्छ कतै कतै मलाई पनि लाग्छ जलस्रोत होइन एउटा राजनीतिक स्रोत। जहिले पनि पानीमा एउटा राजनीति हुने गरिन्छ र मुलुकमा जलस्रोतको अपरिहार्यता जुन हाम्रो छ र जुन हाम्रो स्रोत छ यसलाई कुन हदसम्म हामीले उपयोग गर्न सकिएको छ र नीतिगत रूपमा हाम्रा त्रुटिहरू कमजोरीहरू कहाँ छन् र कसरी नेपाल धनी बन्न सक्छ जलस्रोतलाई भरिपूर्ण उपयोग गरेर। मूलत यिनै सन्दर्भहरू म आज प्रस्तुत गर्नेछु। यसै विषयमा म छलफल गर्नेछु। यस विषयमा छलफल गर्नका लागि आजका मेरा विशेष अतिथि हुनुहुन्छ जो उहाँ लामो समयदेखि खास गरी जलस्रोत क्षेत्रमा नेपालको सामाजिक र आर्थिक क्षेत्रमा नै एक हिसाबले अध्येताको रूपमा हुनुहुन्छ, अनुसन्धानकर्ता हुनुहुन्छ र विश्लेषक समेत हुनुहुन्छ र उहाँको भर्खरै एउटा किताब पनि प्रकाशन भएको छ, ट्राभल्स अफ नेपाल्स वाटर रिसोर्सेस अ सेन्चुरी अफ मिस एडभेन्चर एन्ड माइल डेभलपमेन्ट। र म स्वागत गर्न चाहन्छु मेरा आजका विशेष अतिथि उहाँ हुनुहुन्छ श्री रत्न संसार श्रेष्ठज्यू। सर नमस्कार। धन्यवाद। नमस्ते। स्वागत छ कार्यक्रम यहाँलाई। धन्यवाद। कस्तो हुनुहुन्छ सर? ठिकै छु। देश ठिक छैन, म चाहिँ ठिक छु। दुर्भाग्यपूर्ण कुरा त्यो हो। व्यक्ति हामी ठिकै छौँ हैन? अब ठिकै भन्नु पर्यो। अब तीन छाक खाएकै छ, सुतेकै छ। नेपालीहरू खान पाएकै छ नि तीन छाक, बिहान दिउँसो बेलुका। होइन, त्यो भन्दाखेरि यो सामान्यकरण गर्नुहुन्न। अब सौभाग्यवश म चाहिँ तीन छाक खान पाउनेमा परेँ। धेरै सङ्घर्ष गरेको छु। कुनै कालखण्डमा म तीन छाक खान पाउने नपाउनेमा पर्थेँ। अहिले पनि नेपालमा तीन छाक हातमुख जोड नपाउने छन्। तीन छाक कुरा गोली मार्नुहोस्। अहिले पनि त्यो परिवेश नेपाली जनताको छँदैछ, त्यो यथार्थता छ। ठिक छ सर, यसलाई हामी फेरि विस्तृतमा गर्ने नै छौँ। सरलाई सर्वप्रथम म यो किताब प्रकाशन सरले गर्नुभएको रहेछ, ट्राभल्स अफ नेपाल्स वाटर रिसोर्सेस अ सेन्चुरी अफ मिस एडभेन्चर एन्ड माइल डेभलपमेन्ट, यसको लागि यहाँलाई हार्दिक बधाई पनि दिन चाहन्छु। धन्यवाद। आशा एवं विश्वास छ यो किताबले हाम्रा पाठकहरूलाई नेपालको जलस्रोतको बारेमा, यहाँ शीर्षकले पनि भनेको छ मिस एडभेन्चर एन्ड माइल डेभलपमेन्ट, एउटा उपयोगी रहनेछ भन्ने मैले विश्वास लिएछु। यसको लागि पुनः एकचोटि यहाँलाई हार्दिक बधाई छु। धन्यवाद।
अब हामी सुरु गरौँ सर। यहाँले अलिकति प्रसङ्ग अघि पनि निकाल्नुभयो, नेपाली जनताहरूले पूर्ण रूपमा 3 साग कतिले त खायो होलान्, कति 2 साग खानै पनि अप्ठ्यारो छ भन्ने स्थितिमा। सर यो के हो त यो? अब यहाँ त हामी त देशमा यत्र यत्र राजनीतिक परिवर्तनहरू भए, मैले अलिकति मेरो अघि पृष्ठभूमिमा पनि भने, अब करिब हामी 30वटा 35वटा भन्दा बढी सरकारहरू चाहिँ नि बनिसकेका छन्। सबै राम्रै गर्छौँ भनेर आएका, पहिलेका सरकारहरूले राम्रो गरेनन्, पहिलेका व्यवस्थाले पनि राम्रो गरेनन्। एक किसिमले हेर्ने हो भने विश्वका सर्वोत्कृष्ट राजनैतिक व्यवस्था अथवा प्रणाली विकासकोमा हामी आइसक्यौँ, खोज्दै आयौँ। अब के चाहिँ नपुगेको सर? अब किन यो अवस्था सधैँ सहिले हामीले देखिरहेछौँ, 2 साग खान नपाउने भन्ने कुराहरू? हाम्रो आर्थिक अवस्था सधैँ किन यस्तो? अब अप्ठ्यारो केले छेक्यो हामीलाई त? पूर्ण रूपमा त हामीले त परिवर्तन त खोज्यौँ, ल्यायौँ नि त। के देख्नुहुन्छ? कसरी विश्लेषण गर्नुहुन्छ यो अवस्थालाई? इन्द्रजी, तपाईँले एउटै प्रश्नमा धेरै उपप्रश्नहरू गाँच्नु भयो, जोडियो होइन सर पुछ्ने प्रश्नहरू। तर म त्यसलाई सेगमेन्टेसन गर्छु। परिवर्तनको कुरा गर्नुभयो तपाईँले। अब म नजाने बेला 7 सालको परिवर्तनको कुरा गरौँ। 7 सालमा परिवर्तन भएको थियो। प्रजातन्त्र पाए थिए मेरो बुवाहरू, मेरो काकाहरू लड्नु भएको थियो। रमाएको पछि प्रजातन्त्र पाइयो भनेर होइन, दङ्ग खुसी हुनु भएको थियो। तर तपाईँलाई इतिहास केलाउनुहुन्छ भने त्यो एउटा सम्झौतामा अन्त्य भएको थियो। राणाहरूलाई हटाउनलाई तपाईँको क्रान्ति भएको थियो 7 सालमा। तर क्रान्तिको कोट अनकोट सफलतापछि मोहन शमशेरको प्रधानमन्त्रीत्वमा मन्त्रीमण्डल गठन भयो। राणालाई फाल्न भनेर गरेको क्रान्तिमा पछिको सरकारको प्रधानमन्त्री मोहन शमशेर आफै, श्री 3 मोहन शमशेर जबरा। त्यो एउटा सम्झौतामा टुङ्गियो। अझ तपाईँ अझ गहिरी हेर्नुहुन्छ भने अब त्यति बेला क्रान्ति नेपाली काङ्ग्रेसले गर्यो भन्यो, तर सम्झौता त भारतमा गर्दाखेरि नेपाली काङ्ग्रेस त त्यहाँ छेउकुनामा पनि थिएन, तपाईँलाई याद छ होला। त्यसैले त्यो क्रान्ति पनि अधुरो अपुरो थियो। यसमा अब एउटा कुरा म जोड्छु, तपाईँको अलिकति लामो प्रश्नमा एउटा महत्त्वपूर्ण कुरा, परिवर्तन भन्ने जुन तपाईँले शब्द पटक पटक प्रयोग गर्नुभयो, राजनैतिक परिवर्तन अनि परिवर्तन पछि देशको भलो हुने पनि कुरा गर्नुभयो, त्यसले खोज्ने परिणाम हो। तर म त्यसलाई 3टा शब्दले अन्त्य गर्न चाहन्छु। प्लिज। 3टा शब्द। परिवर्तन पछि नेता, के अरे नेतृत्व, नीति, नियत। ओके। हरेक परिवर्तन पछि नीति, नेतृत्व, नियत परिवर्तन भएन भने अवस्था मङ्गलमान नै हुन्छ। परिवर्तनले खास अर्थ राखेन यदि हुन सकेन भने प्रणाली परिवर्तन भयो। ओके। 7 सालसम्म राणाहरूको के अरे एक परिवारको शासन थियो। 7 सालपछि परिवर्तन भयो, तर मोहन शमशेरकै प्रधानमन्त्रीत्वमा सरकार गठन भयो। बबर शमशेर के अरे रक्षा मन्त्री के मन्त्री थिए। ओके। त्यो एउटा सम्झौतामा अन्त्य भएको थियो। त्यसले पूर्णता पाएको थिएन। यहाँ यो भन्दै हुनुहुन्छ हामी जतिसुकै परिवर्तनको कुराहरू गरौँ, आखिरमा कुनै पनि परिवर्तन पूर्णता हुँदैन, परिवर्तनले परिवर्तन खोजि नै रहन्छ भन्ने कुरो त सामान्य सिद्धान्त नै भयो होइन र? खोजिरहनु जरुरी छैन। तपाईँको संसारको इतिहास हेर्नुहुन्छ भने अब अमेरिकाको उदाहरण हेर्नुहोस्, आज 200-250 वर्ष अगाडि त्यो स्थिर भएर बस्न सक्छ र परिवर्तनमा त हामी जान्छौँ नि होइन? तर राजनीतिक परिवर्तन त आवश्यक परेन नि। अमेरिकाको म उदाहरण दिइरहेको छु। भारतको उदाहरण लिनुहोस्, तपाईँको 75 वर्ष कति भयो नि त्यहाँको लोक के अरे उपनिवेशबाट मुक्त भएको, स्वतन्त्र भएको। हजुर। उपनिवेश मुक्त भएपछि गणतन्त्र भयो। ओके। तर व्यवस्था त परिवर्तन भइरहेन नि त्यहाँ। नेपालमा 60 सालबाट अहिले 82 साल, हाम्रो 75 वर्षै भनौँ न, हाम्रो 75 वर्ष कतिवटा व्यवस्था परिवर्तन भयो। 7 सालमा भयो, 17 सालमा भयो, 47 सालमा भयो, 62-63 भयो, अब 82 सालमा भयो। एक हिसाबले हेर्ने नि हरेक 10-10 वर्षमा एउटा नेपालले परिवर्तन खोजिरहेछ, भइरहेछ, 10-10 वर्षमा देश बिरामी हुँदो रहेछ भन्ने यस्तो बुझ्यो होइन? कता न कता अप्ठ्यारो परिवर्तन। इन्द्रजी, परिवर्तन भएको छैन भनिरहेको छु मैले। परिवर्तन केवल नाम, प्रणालीको नाम परिवर्तन भयो। तपाईँ यो परिवर्तन हो भनेर स्वीकार्न तपाईँ तयारी हुनुहुन्न होइन? नेतृत्व परिवर्तन भएन। ओके। नीति परिवर्तन भएन, नियत परिवर्तन। व्यक्ति त घुमिफेरि तिनै छन्। ओके। अब 47 सालको उदाहरण लिनुहोस्, तपाईँको के अरे संवैधानिक राजतन्त्र भनेर
तपाईँको संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र ल्याइयो। ओके, त्यो आएको नि 35 वर्ष भयो हिसाब गर्दाखेरि त्यसलाई गर्दाखेरि त्यो 35 वर्षमा तपाईँको त्योभन्दा अगाडि पञ्चायत कालमा जुन पञ्चायत व्यवस्था हटाएको थियो नि 47 सालमा 46 सालमा आन्दोलन गरेर, तर तपाईँ हेर्नुहोस् त 47 साल पछिको व्यवस्थामा पनि पञ्चायत नेताहरू नै प्रधानमन्त्री मन्त्री भए, उपप्रधानमन्त्री भए। म यसलाई छोट्याउँछु। ओके प्लिज। तपाईँ बङ्गलादेशमा हेर्नुहोस्, शेख हसिनालाई देशबाट भाग्न बाध्य पारियो र हिजो भएको फैसला अनुसार उनलाई अब मृत्युदण्ड दिँदैछ। त्यो परिवर्तन। हाम्रो त नाम परिवर्तन भयो। तपाईँ यो भन्दै हुनुहुन्छ रत्न सर, एउटा परिवर्तनले विकासको लागि कुनै एउटा कठोर निर्णय गर्न सक्नुपर्छ, तर हामी कहाँ भएन, व्यक्ति तिनै भयो, प्रवृत्ति तिनै भयो, नीति तिनै भयो, थिति तिनै भयो, केही पनि परिवर्तन भएन। सर एउटा कुरा नि, अब नीति, नेतृत्व र नियत परिवर्तनै भएन। सर एउटा कुरा नि, अब नेपाली जनता हामी नै हो, खोज्ने कहाँबाट हामी नै हो, जो आए पनि जे गरे नि। सरले के देख्नुहुन्छ एउटा अध्ययनकर्ता, विश्लेषण, अध्येता, हाम्रो नीतिमा, हाम्रो यो थितिमा, हाम्रो यो प्रवृत्तिमा, अनि के हामी जन्मेकै यो परिवर्तनलाई नगर्ने, यस्तै नीति, यस्तै थिति, यस्तै हुँ भनेर जन्मेकै, यसरी किन हुँदैन हामीमा परिवर्तन? कसले गरिदिने, कहाँबाट सुरु गर्ने त? अब के भन्ने, अब कसलाई? यसको लागि तपाईँको राज्य सञ्चालकको कुरा आउँछ, राज्य सञ्चालकको भूमिकाको कुरा आउँछ। अब फेरि कुरा त उयो घुमी फेरि राज्य सञ्चालक त्यतै हो फेरि। म फास्ट फरवर्ड गर्छु। तपाईँको भादौ 23 गते कुरा गर्नुभयो। म आउँछु त्यसमा पनि, म आइसकेँ। हजुर हजुर। भादौ 23 गते हाम्रो नवयुवा भन्छु म, जेनजी पुस्ता। ठिक छ, जेनजी नवयुवा राम्रो शब्द छ नेपालीकरण यसको। नवयुवाको दुईटै माग थियो, सामाजिक सञ्जाल खोल्ने, भ्रष्टाचार बन्द गर्ने। तिनैको काँधमा बोकेर सुशीला कार्की प्रधानमन्त्री भइन् र यी को छन् मन्त्री भएर तपाईँको झन्डा फहराएर हिँडेका छन्। तर कति महिना भयो? भदौबाट असोज, कार्तिक, हामी अहिले 2 महिना चान्चुन भइसक्यो। ठिक छ, अब 4 महिना हो करिब बाँकी हाम्रो। जेनजीको जुन मुख्य माग हो, एउटा माग भदौ 23 गते नै केपी ओलीले पुरा गरेर गए। बाँकी एउटै माग थियो, भ्रष्टाचार नियन्त्रण गर्न। त्यसमा कार्की सरकारले सिनका भाँच्या देख्नुहुन्छ तपाईँले। मूल कुरा यो, एक किसिमले जनतालाई दोष दिनु हो, जनता दोषी छन्, तिनै चोर भ्रष्ट नेतालाई फेरि निर्वाचित गर्छन्। तर जनतासँग एउटा विकल्प छैन। यो अब अर्को यो एफएट ग्रेडलीसँग जोड्छु। जनतासँग विकल्प छैन भने, किन छैन भने, भ्रष्टलाई तपाईँले मैले यहाँ बसेर यो फलाना भ्रष्ट तिलानो भ्रष्ट भनेर भएन नि। भ्रष्ट भनेर कानुनी तर्फबाट सिद्ध गरेर सजाय गरेपछि अनि जनताले उनलाई त चुनाव भोट हाल्ने थिएनन् नि। कानुनी कठघरामा ल्याएर जनताको सामु प्रस्तुत गर्न चाहिँ सकिएन, कहिल्यै गरेन। 7 सालदेखि नै गरेन। 7 साल मैले भने 7 सालमा राणा नै प्रधानमन्त्री भयो। त्यसपछि उनीहरू अब विभिन्न किसिमले हटे। तर कुनै पनि राणा जसले शासनको चरम दुरुपयोग गरेका थियो, जगनले मानव अधिकारको हनन गरेका थियो, कसैलाई कारवाही भएन। अनि त्यसपछि अब तपाईँको 7 साल आयो। अब 7 सालमा अब कालो पुस एकदम कालो दिन सालो दिन के भन्छन्। ठिक छ, यदि त्यो कालो दिन हो र पुस गतेमा तपाईँको गल्ती गरेको थियो, पुस गते गल्ती गर्नलाई कसैलाई कारवाही गरियो? त्यसपछि त केही पनि गर्न सकिएन नि त। अब त्यसपछि आएर तपाईँ अब 47 सालमा आउनुहोस्। 47 सालमा त्यो कतिजना मान्छे मर्यो, मारिए। तर अब त्यो मारिएर त कारवाही भएन नि। अब 62 तपाईँको 52-62 कुरा गर्नुहोस्। माओवादी कारण 17,000 मान्छे मारिए। जगन्य मानव अधिकार हनन भएको छ। तर कसैले केही गरेन। सङ्क्रमणकालीन न्यायको तपाईँको कार्यान्वयन नै गएन। कार्य नगर्नेमा पक्षमा राखेको छ। त्यसले त्यतिकै लट्यो। जबसम्म देशमा दण्डहीनता व्यापक हुन्छ, जबसम्म यस्तै रहिरहन्छ, यो उन्मुक्ति व्यापक हुन्छ, जनताको के दोष? अहिले म तपाईँलाई खुक गरेर भन्छु, देउबा अब सिङ्गापुर गएर उपचार गरेर आए, निको भयो रे। अब त्यति बेला त ऊ चुनाव लड्दिनु भनेको थिए,
तर यदि आजको मितिमा आज होइन फागुन 21 गतेको चुनावको लागि उनी डडेलधुरा पुगेर चुनाव लड्ने जित्छन् नौलो कुरो भएन जित्छन् होइन किन यदि उनी भ्रष्ट हुनु भने कारबाही गर्नु पर्यो अब कारबाही गर्ने छाँटकाँट कार्य सरकारले देखाएकै छैन म त्यसको पनि कारण बताउँछु किनभने यदि कारबाही गर्ने हो भने अहिलेको मन्त्रीमण्डलका मन्त्रीहरू पनि कारबाही जेल पर्छन् यो नबिर्सिनु वर्तमान मन्त्रीहरू ओके ओके तब अब एक मान्छेले देवत्वकरण गरेर मन्त्रीहरू छन् नि तिनीहरू जेल पर्छन् अब ग्रेलिससँग जोड्छ जोगिने कुरा उनीहरू पनि छैनन् होइन यथास्थिति जोगिन्छन् यथास्थिति जोगाउन चाहुँदा जोगाएर जोगियो तर वास्तवमा जोगिने मान्छे चाहिँ होइन होइन तर कानुन छैन अब म जोड्छु ग्रे लिस्ट किन पर्यो नेपाल नेपाल ग्रे लिस्टमा किन हो भने फाइनेन्सियल एक्सन टास्क फोर्स भने अनुसारको कानुन नेपालले निर्माण गरेन एक दुई अनि भ्रष्टाचार र कालोधन नियन्त्रण गर्न कारबाही गरेन अब यदि त्यो यो सरकारले कार्की सरकारले नेपाललाई ग्रे लिस्टबाट हटाउनलाई आवश्यक अध्यादेश मात्र जारी गरेर कार्यान्वयन गर्ने हो भने तपाईले चिना धेरै अहिलेका मन्त्रीहरू जेलमा पर्छन् उनीहरू आफै जेल पर्छन् तपाईँ नाम लिनुहोस् म बताइदिन सक्छु कसको के स्रोत छ अब मान्छे नाम लिनु परेन अहिले भन्नुहोस् न पहिला चलन थियो पत्रिकामा फल्नाको यति तोला सुन यतिवटा घर यति रुपियाँ जग्गा आउँथ्यो कि आउँदैन थियो अहिले कति वर्ष भयो आउनु छोडेको रोक्यो नि ठिक छ उनीहरू त बदमास भए तर यो जेनजीको काँदा दुई चढेर आएको सरकारले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्यो किन लुकाएको अझ यिनीहरूले त एक कदम अगाडि बढेर के गर्नुपर्छ भने मेरो सम्पत्ति विवरण यो हो र मेरो सम्पत्तिको स्रोत यो हो भन्ने हिम्मत गर्नु पर्थ्यो त्यो हिम्मत गर्न सकेका छैनन् होइन गर्न जेल पर्छ नि ओके यो गाठी कुरो त्यो भयो क्या त्यसकारण यो मूल कुरो नै सरले यो कुरा एकदम दावाको साथ भन्दै हुनुहुन्छ होइन अहिले साँच्चै छानबिन गर्ने यो कोही पनि चोखा रहँदैनन् अहिलेकाहरू होइन पहिला त कानुन नै कमजोर छ रोजी छानी कारबाही गर्ने कानुन छ आफूलाई मन नपरेको मान्छेलाई कानुन सर यसो भनौँ त्यसो भए हजुरको एउटा कुराबाट म कहाँनिर यसमा अलिकति मैले आउन चाहेँ भने यद्यपि यो सरकारबाट अहिले मान्छेहरूले आशा पनि छन् हुन त अब यो अन्तरिम सरकार सर अब यतिबाट धेरै ठुलो आशा नि गर्ने कि नगर्ने त्यो आफ्नो ठाउँमा छ तर सरले भनेअनुसार चाहिँ हाम्रो आशा धेरै ठुलो किनभने त्यो एउटा आन्दोलनबाट एउटा 72-73 जनाले शहादत प्राप्त गरेपछि बनेको सरकार हो आम नागरिकको यसबाट चाहिँ आशा चाहिँ छ अब यसो भनौँ सर हामी भन्छौँ नि विथ ग्रेट पावर कम्स विथ ग्रेट रेस्पोन्सिबिलिटी हामी भन्छौँ नि उत्तरदायित्व चाहिँ असाध्यै ठुलो भएको तर किन यो उत्तरदायित्व ठुलो भएर पनि के यो अहिले एउटा शक्तिको अभाव गर्न सक्ने क्षमता चाहिँ अहिलेको सरकारमा अलिकति कमजोरी भएर यहाँले भने जस्ता जनताले भने अनुसार त्यो अगाडि बढ्न नसकेको रोकेको केले हो हेर्नुहोस् यसको लागि ज्ञान चाहिन्छ बुद्धि चाहिन्छ इच्छा शक्ति चाहिन्छ आत्मबल चाहिन्छ दृढ निश्चय चाहिन्छ जुन मैले यो सरकारमा देखाएको छैन उहाँहरू रिसाउनुहोस् मलाई केही भन्नु छैन म माफी माग्दिनँ यदि उहाँहरूमा यी 5 कुरा भएको भए जेनजीको माग त पुरा गर्थ्यो नि तपाईँ नबिर्सिनुहोस् यो चुनाव जेनजीको माग थिएन संसद भङ्ग जेनजीको माग थिएन उनीहरूको त सामान्य कुरा थियो नि भ्रष्टाचार नियन्त्रण गरिदियो बाबा मैले तिनीहरू करबाट तिम्रो बच्चाले किन मोज मस्ती गर्छन् मात्रै भने हो हामी विदेश जानु नपरोस् यहीँ केयर गर्न परोस् त्यही हो र सामाजिक सञ्जालको कुराहरूलाई उनीहरूले उठाएको थियो सामान्य कुराहरूले त्यो त ओलीले पुरा गरिसक्यो पहिलो ओली पुरा गरिसक्यो त्यो सामान्य कुरा दोस्रो सम्बोधन गर्ने यो सरकारले सिन्का भाँचेको छैन भ्रष्टाचार रोक्नको लागि यो सरकारले बनाएको नीति यो हामी असारी अगाडि बढ्दैछौँ भनेर एउटा रुखरुखासम्म सामान्य मानिसलाई प्रस्तुत गर्न सकेन होइन त्यति भन्दै पनि एउटा आत्मा आउँथ्यो नि होइन आश हुन्थ्यो नि त त्यो समेत रहेन होइन यो सरकारको ध्यान त चुनाव गर्ने मात्रै छ भने जुन चुनाव तपाईँको जेनजीको मागै थिएन भदौ 23 गतेको मागै होइन भदौ 23 गते नवयुवाहरू सडक उत्रिँदाखेरि मध्यावधि चुनाव गर भनेर आएको थियो र थिएन नि भनेपछि वर्तमान सरकार आफ्नो मार्गबाट विचलित छ भनेर भन्दै हुनुहुन्छ तपाईँ शङ्का छ र तपाईँलाई शङ्का लाग्छ तर फेरि आम मानिस त अब यो सरकारबाट धेरै के आश गर्ने र 3 महिना 6 महिनाको अन्तरिम सरकार एउटा चुनावै गरेर गइदियो भने त हुन्छ नै भनेर भन्ने नि एकाथरी रह्यो नि फेरि हो यो चाहिँ के भने अब यथास्थितिमा
चुनाव हुने गर्ने हो भने यिनै प्रचण्ड ओली देउबा फेरि निर्वाचित भएर आउँछन्, फेरि त्यही भ्रष्टाचारलाई निरन्तरता दिन्छन्। दुर्भाग्यपूर्ण हुनेछ। त्यसपछि त्यो चुनावपछि यही नै नेताहरू चुनेर आए भने त्यसपछि यो सुशीला कार्की लगायत सरकारलाई सबैले सराप्ने छन्। यो कुरा सुशीला कार्कीले मनन गरून्, उनले मनन गरून्। यो जनताको उसले श्राप भोग्ने छ। किनभने 80 जनाले शहादत पायो झन्डै 80 जनाले 80 जनाको रगतमा टेकेर बनेको सरकारले अझै कतिपय उपचारित छन्। 80 जनाको माग पूरा गर्न काम गरेको छैन। उनीहरूको बगेको रगत त खेर गयो, त्यो कामै गरेको छैन। चुनाव प्रमुख होइन, प्रमुख भ्रष्टाचार नियन्त्रण हो। जनजीको माग भ्रष्टाचार नियन्त्रण हो, मेरो माग भ्रष्टाचार नियन्त्रण, तपाईँको माग भ्रष्टाचार नियन्त्रण हो। अहिले देशको यो अभिगत हुनुमा भ्रष्टाचार मुख्य कारण हो। जुन तपाईँको अहिले अब यो के अरे सडकको ठेक्का रद्द भयो, नहरको सिँचाइको ठेक्का रद्द भयो भनेको छ। त्यो सडक नहर जनताको लागि निर्माण हुने हुन्, तर त्यसमा भ्रष्टाचार गरेर नेताहरूले खाने, ठेकेदारले खाने, कर्मचारीले खाने, बिचौलियाले खाने, दलालले खाने भइरहेछ। त्यो क्रम जारी नै छ। त्यो क्रममा अलिकति पनि सुधार आउन सकेन र आम नागरिकले सुधारको अलिकति पनि महसुस गर्न सकेन र सरकारले दिलाउन सकेन। होइन, सुधार्नलाई ब्रेक लगाउनु पर्यो। खै ब्रेक लगाएको? ब्रेक त लगाएकै छैन। गाडी अगाडि बढिरहेछ, त्यही नै गइरहेछ, भड्खालोमा गइरहेछ देश। ब्रेक लगाएको छैन। यो सरकारको ब्रेक लगाउने हो। सरले अघि पनि ब्रेकको कुरा गर्दाखेरि सरले 3-4वटा अघि पनि शब्दहरू एउटा भनिसक्नु भएको छ। यो सबैभन्दा यो सरकारको एउटा मलाई लाग्छ यसरी पनि हेरौँ, हुन त जनताबाट आशातीत सरकार हो, केही गरौँ, गर्नुपर्छ भन्ने मानसिकता त सायद होला नै। यति हुँदाहुँदै पनि यसलाई छेकेको छ केले सर? अप्ठ्यारो चुनौती किन अगाडि बढ्न सक्दैन? सरले अहिले भनेको कुरा त्यही नै, अब नचाहेकै नगरेकै हो त। इन्द्रजी, यदि नवयुवाको जुन माग थियो त्यो माग पुरा गर्न आएको भए, म तपाईँलाई 2-4 उदाहरण दिन्छु। हाम्रा प्रधानमन्त्रीले दसैँमा जमरा पनि हालिनन्, टिको पनि लगाइनन्, तर बिदा चाहिँ बसिन्। दसैँ बिदा बसिन्, तिहार बिदा बसिन्। यदि उनले, यो त टोकेनिजम भयो के, जस्तै कुनै मन्त्रीले म तलब भत्ता लिन्न भन्यो, त्यो एउटा मान्छे मन्त्रीले तलब नदिने देशलाई फरक पर्छ? कति खान्छ त्यसले तलब? करोड त खाँदैन, वर्षको 5-7 लाख खाने होला। त्यसले असर परेन। तर यो भदौ 27 गते शपथ ग्रहण गर्न साथै घोडा धसेर दसैँ नबनेर तिहार नबनेर भ्रष्टाचार नियन्त्रण गर्नलाई आवश्यक अध्यादेश जारी गरेको भए, आवश्यक साङ्गठनिक संरचना निर्माण गरेको भए, फटाफट मान्छेलाई समाउन थाले भए। अहिले अवस्था के छ? अब अहिले भन्नुहोस् न, अब ओली र गणेश लेखको कुरा गरौँ एकछिन। झन्डै 80 जना मान्छे मारिए, ओली भन्छ मैले आदेश दिएको छैन, गणेश लेखलाई त्यस्तै भनेको के उसको नाम, गृहमन्त्रीको नाम रमेश लेखक, उसले त्यही भनेको छ। अहिले तपाईँले यो बङ्गलादेशमा शेख हसिनाको आरोपमध्ये के छ? आततायी काम रोक्न नसकेको कारण पनि उसलाई मृत्युदण्ड फैसला गरेको। ठिक छ, केपी शर्मा ओलीले मार भनेन, रमेश लेखकले मार भनेन, तर नमार पनि भनेन नि। यो तपाईँलाई कतिको याद छ? म तपाईँको राजावादी होइन, म राजतन्त्र रुचाउँदिनँ, म ठोकेर भन्छु। तर 47 सालमा वीरेन्द्रले धेरै नेपाली जनता मारिन्छन्, गोली नचलाऊ, बरु म जनताको नासुकलाई फिर्ता दिन्छु भने हो नि। अझ ज्ञानेन्द्रले पनि 62 सालमा कि 63 सालमा जनताको नास जनतालाई फिर्ता दिन्छु भनेर नारायण छोड्या हुन् नि। त्यो गम्भीरतालाई चाहिँ नि शिरोधार्य गरे नि। नेपाली जनता नमरुन् भनेर ओलीले नमार किन नभनेको? यो महत्त्वपूर्ण प्रश्न यो हो के। ठिक छ, उसले मारत भनेन। अब म प्राविधिक कुरा बताउँछु तपाईँ। प्राविधिक कुरा के भने, नेपालमा यो के अरे सेना परिचालन, सेना किन आएन भन्ने तपाईँको प्रश्नहरू सुन्नुभयो होला। आइरहेको थियो। यस्तो अवस्था हुँदाखेरि पनि किन निष्क्रिय रह्यो भनेर आम नागरिकमा एक खालको यो चर्चाको विषय नभएको होइन। तर त्यो भन्ने मान्छेहरूले संविधान पढ्न बिर्से। संविधानले के भन्छ भने
राष्ट्रिय सुरक्षा परिषद यो धारा तपाईँको 266 मा छ, त्यहाँबाट सुरु हुन्छ। संविधान अनुसार राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेर त्यसले तपाईँको सेनालाई परिचालित हुन आदेश नदिए निर्णय नगरेसम्म सेना परिचालन हुँदैन। विकास निर्माण काममा यो उद्धार काममा लाग्छन्, तर हात हतियार सहित उत्रनलाई राष्ट्रिय सुरक्षा परिषदको बैठकको निर्णय चाहिन्छ। केपी शर्मा ओलीले अझ तपाईँलाई कतिको याद छ त्यो भदौ 23 गतेको घटना, त्यो बैठक बोलाउन सक्ने अवस्था के थिएन? किन नहुनु? बालुटारमा अझै तपाईँ घन्टी घन्टी हिसाब गर्नुहोस् होइन। 23 गते 11-12 बजेतिर जेनजीले अब हाम्रो आन्दोलन सकियो, अब हामी फिर्ता जाउँ भनेको थियो। तपाईँलाई याद छ छैन? भनेको छ। रक्षा बमले भनेकी छिन्, त्यो एभरेस्ट होटल अगाडि बसेर भनेकी छिन्। त्यो लगत्तै केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएर अब सैन्य परिचालन गरौँ भने भए 24 गतेको विध्वंस हुन्थ्यो। यी दुर्दशा, यी दुर्भाग्य र अथवा यी कुराहरू हुँदैन थियो भन्ने यहाँको एउटा त्यो आशय रह्यो। अब केपी ओलीको त्यो गर्ने तत्परता देखाएनन्, त्यो गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरेन। त्यसका पछाडि के हुन्? एउटा फ्याक्टर, अब केपी ओली त एकदम अहङ्कारी, अहङ्कार, दम्भ, घमण्ड, के भन्छ यी भारे वर्गले के गर्छन् र कम आङ्कलन भए होइन, एक हिसाबले भन्ने हो भने अन्डर एस्टिमेट भन्नु गरेर बसे। अनि अर्को उसलाई चाहिँ कसै गरी सत्ता छोड्नु थिएन, त्यसैले उसले योले एकदमै कम आकलन। फेरि तपाईँको यो जुन विध्वंस गर्यो त्यो जेनजीले गरे होइन, नौविवाले गरे होइन, यसका पछाडि त धेरै अन्य तत्त्वहरू थिए। त्यो 23 गते 12 सेना परिचालन गरेको भए 80 जना मान्छे मारिन्थ्यो, यो अवस्था 24 गते त्यति विध्वंस हुन्थ्यो। त्यहाँनिर चाहिँ त्यति बेलाको सरकार एउटा नराम्रो ढङ्गले चुक्यो र मुलुकप्रति यो भयो भन्ने चाहिँ यहाँको ठम्याएर विश्लेषण हो। एउटा थप्न चाहन्छु हजुर प्लिज। अब मैले जुन भने नि मार नमार नभने हुनाले केपी ओलीलाई कारबाही गरिनै पर्थ्यो। जस्तै शेख हसिनालाई गरियो, रमेश लेखकलाई कारबाही गरिनै पर्थ्यो। तर दुर्भाग्यवश यो सुशीला कार्की सरकारले हिम्मतै गरिन। त्यहाँ दुर्भाग्य अर्को कुरा यो भयो, तपाईँ संसारमा हेर्नुहोस् यस्तै कुरा तपाईँको श्रीलङ्कामा भयो। श्रीलङ्कामा राजपक्षको पुरै परिवार भागाभाग देश छोडेर भाग्ने अवस्था भयो। शेख हसिना नै भागेकै हुन्। तर नेपालमा त कस्तो भने मैले भने 7 सालदेखि नै त्यसरी भाग्ने पनि अवस्थै भएन भने 7 सालमा मोहन शमशेर आफै प्रधानमन्त्री भएर बसे, विश्वेश्वरलाई गृहमन्त्री के बनाएर होइन। तपाईँ इतिहास पल्टाउनुहोस्, दिनेश माललाई नहर मन्त्री बनाएर बसे। उनीहरूलाई कारबाही गर्ने कुनै पनि तपाईँ प्रयासै भएन। यसरी हेरौँ न सर, अलिकति यहाँले अहिलेको वर्तमान सरकारको पनि व्याख्या विश्लेषण पनि गर्दै हुनुहुन्छ। हामी सबैलाई थाहा छ होला यो सरकारलाई धेरै अवसरहरू पनि थियो होला, यदि चाहिँ अवसर लिन सके भएदेखि यहाँले भन्दै हुनुहुन्छ। अब यसरी हामीले एउटा प्रतिक्रिया, कमेन्ट्स, विश्लेषण त गऱ्यौँ नै, अब यसको समय पनि त्यति धेरै छैन। सर एउटा अध्येता, एउटा विश्लेषक, अब के भन्न चाहनुहुन्छ? अबको अवस्थालाई कसरी व्यवस्थापन गरेर जानुपर्छ? अहिलेको यो अनिश्चितताको बाटोबाट अलिकति हामी निश्चिततातिर कसरी आउने? अबको वे फरवर्ड के हो? सरकारलाई के भन्न चाहनुहुन्छ यहाँले? तपाईलाई याद छ विश्लेषण गऱ्यौँ सर, हामीले कमेन्ट्सहरू पनि गऱ्यौँ, तर अब गर्नुपर्ने चाहिँ के हो त? हामी यसरी जाउँ न, जसले गर्दा एउटा निकासमा हामी आउन सक्यौँ। मलाई दुईटा अनिश्चितताबाट हामी निश्चिततातिर जाउँ क्या? मलाई दुईटा कुरा थप्न दिनुहोस् प्लिज। जेनजीले भनेको छ जबसम्म ओली र लेखकलाई कारबाही हुँदैन, जबसम्म भ्रष्टाचारले कारबाही हुँदैन हामी चुनाव हुन दिन्नौँ भनेको छ। अनि ओली के भनिरहेछ? यो सरकार असंवैधानिक हो, यो हामी चुनाव भाग लिन्नौँ, संसद पुनर्स्थापन हुनुपर्छ भनिरहेछ। अबको परिदृश्य के हो त? अब कसरी हैन अबको परिदृश्य अब हेर्नुस्, अब यो अनिश्चिततामा छोड्नु भएन, यही मात्रै गरेर त जानु भएन नि त। हामी निकासमा त जानै पर्यो नि सर। जानु पर्यो। हाम्रो भूमिका यसमा छ, हुनु जानु पर्यो हैन। अब मेरो यो सरकारलाई विनम्र आग्रह के हो भने तपाईँको तत्काल नै नेपाललाई ग्रे लिस्टबाट निकाल्नको लागि आवश्यक अध्यादेश जारी गरौँ र भ्रष्टाचारीमाथि फटाफट कारबाही गर्न थालुन्, जनताले देख्ने गरेर। एकातिर अब यो सरकार भने चलाएपछि यसरी हिँड्ने होइन नि, गाडी मात्रै यसरी हिँड्छ। सरकारले चौतर्फी काम गर्नुपर्छ।
त्यो त सही कुरा हो सर। अहिले त्यसैले एकातिर अध्यादेश जारी गरेर भ्रष्टाचार नियन्त्रण काम कारवाही गरोस्, ओके जनता आश्वस्त हुन्, ओके यो नवयुवा आश्वस्त हुन्। ओके अनि त्यसपछि अब यो तपाईँको हात हतियार सहित तपाईँको लुटिएर गएको छ भाग छ देखिएको छ तिनलाई त्यो फिर्ता ल्याउने व्यवस्था गरौँ। यथोचित व्यवस्थापन। हजुर हजुर। अब फेरि यो तपाईँको हामीले चाहेको अहिलेको अवस्थामा संविधानले फेरि म विद्यार्थी कानुनको विद्यार्थी, संविधानले नै यो सरकारको तपाईँ एक्सपायरी डेट 6 महिना हो। 22 गतेबाट यसको आयु रहँदैन। त्यसैले 21 गतेमा उसले चुनाव गर्नै पर्छ, गरेर अर्को सरकार हस्तान्तरण गर्ने हो। सरले यो निर्वाचनको कुराहरू गर्दै जाँदा सर एउटा अध्येता विश्लेषक 21 गते फागुन निर्वाचनको लागि सरकारले जुन ढङ्गको रफ्तारमा एउटा जुन गतिशीलतामा अगाडि बढ्दै गर्नु पर्थ्यो बढ्दैछ, यसको तत्परता जे छ यसलाई कसरी मूल्याङ्कन गर्दै हुन्छ सर? यसलाई के सुझाव रहन्छ सरको? के छ अहिलेको अवस्थालाई हेर्दा? यो पाराले अगाडि बढ्दाखेरि चुनाव हुँदैन, हुनै सक्दैन। अहिलेसम्ममा के भइसक्नु पर्थ्यो, के गर्नु पर्थ्यो, हुन सक्थ्यो? सरको आकलन अहिलेसम्म यो चाहिँ भएन, यसो गरिएन, अनि हुन सक्दैन भनेर किन भन्दै हुनुहुन्छ? के हुनु पर्थ्यो अहिलेसम्ममा? भ्रष्टाचारलाई कारवाही गर्नु थालिसक्नु पर्थ्यो। 2 महिना बढी भयो, सिंहदेवरामा बस्या, कारवाही हुनु थाल्नु पर्यो। अझ तपाईँको त्यो सुशीला कार्कीले नै मन्त्री लिँदाखेरि स्वच्छ छविका लिनु पर्थ्यो। अहिले तपाईँको मन्त्रीका सदस्य मन्त्रीहरू हेर्नु हो भने म एउटा उदाहरण दिन्छु। युलेन्स भन्ने स्कुलमा आग लगाएको थाहा छ तपाईँलाई? किन? नेपो किड नेपो बिबी पढ्ने भनेर। अहिलेका मन्त्रीका सन्तान त्यहाँ पढ्छन्, थाहा छ तपाईँलाई? त्यसैले मन्त्री छान्दाखेरि नै सुशीला कार्कीले स्वच्छ छविका सर यो एकदम सूक्ष्म विश्लेषण गरिएन त्यसो भए होइन? त्यसको उदाहरण त भयो नि। कतिजना मन्त्रीको नाउँ आउँदै बिलाउँदै गऱ्यो नि। एउटा हुम्लाको केटीको नाउँ आयो, बिलायो। अर्को 2 जना प्रस्तावित यी त अब आइरहने हुन्छन् बजारमा होइन? अब यो को हुन्छन् के हुन्छन्, यसमा पनि एउटा जेनजीहरूको चाहिँ नि एउटा सिफारिस रेकमेन्डेसन यी कुरा त छन्। तर सरको एउटा ठम्या चाहिँ के रह्यो भने अहिलेको यस्तो अवस्थामा मन्त्रीमण्डल गठन गर्दाखेरि पनि जुन ढङ्गले सूक्ष्म विश्लेषण गर्न चाहिँ सरकारहरूले त्यो चुक्यो है भन्ने चाहिँ सरको ठम्याइ चाहिँ हो। त्यसमा शङ्का छैन। ओके, त्यसमा शङ्का छैन। एनजिओको पैसा खाने, तपाईँको भ्रष्टाचारमा अख्तियारमा र सम्पत्ति शुद्धिकरण विभागमा उजुर परेका मान्छे मन्त्री बनेका छन्। अब अझ अर्को पदाधिकारीको कुरा गरौँ। एकजना पदाधिकारीले किशोरीको डिम्ब चोरी गरेर गरी संस्थामा उनको लगानी छ भनेर जस्ता कुराहरू आइरहेका छन्। र त्यसमा मेरो मुद्दा नचलाउनु गरी उनले आदेश पनि दिइन्। यस्ताको जमघट राखेर बसेर अब पुरानो शब्द भारदार, यस्ता भारदारले घेरेर बसेको राष्ट्र प्रमुख देशको सरकार प्रमुखले काम गर्न सक्दैन भन्छ सर। यो भन्दै हुनुहुन्छ वर्तमान सरकारबाट पनि आम जनताको विश्वास चाहिँ घट्दै गइरहेको अवस्था हो। त्यसमा शङ्का छैन। शङ्का होइन सर। म एउटा कुरा कहाँनिर आउन चाहेँ भने नि सर, अलिकति राजनीतिक विश्लेषक, अलिकति सरको राजनीति भाषा मेरो विषय, म संविधानको कुरा अलिकति सरको फेरि एकदम आफ्नो एउटा विषयवस्तुमा नि म फेरि मैले त्यो कुरा अलिकति छुनु नै छ। म चाहिँ एउटा व्यवस्थापनको विद्यार्थी सर, म पोलिटिकल साइन्सको विद्यार्थी होइन। तर कुरा के रहेछ भने सर, अब राजनीति देशको एउटा मूल नीति हो। वेदर वी कन्सर्न द पोलिटिक्स अर नट बट पोलिटिक्स कन्सर्न अस भन्छ। हामी कुरा गर्छौँ र गर्नु पनि पर्छ, आइ नै हाल्छ। राजनीति जहाँसुकै पनि हुन्छ र हरेक कुराको नीतिलाई राजनीतिले प्रेरित गर्छ र त्यसलाई निर्देशित गर्छ। अब यो यत्रो विधि राजनैतिक परिवर्तन आयो, यद्यपि सरले यो कुरालाई अलिकति अगाडि चाहिँ ल्याउनु, तर मैले सोलिड सरबाट आन्सर खोजेको चाहिँ नि हाम्रो यो नेपालको बारम्बारी राजनीति यत्रो परिवर्तन हुँदाहुँदै पनि यसलाई हामी एकदम यो संस्थागत ढङ्गले इन्स्टिट्युसनलाइजेसन हामी गर्न किन सक्दैनौँ? कहिले गर्ने आधार के? अनि सधैँ यो यसरी नै बस्ने? अनि सरलाई मैले 5 वर्षपछि फेरि डाकेँ, रत्न संसार श्रेष्ठलाई। अनि इन्द्र श्रेष्ठले प्रश्न सोध्यो भने फेरि यही प्रश्न, सरको यही जवाब। सर यो चाहिँ आश नगरौँ न, अब किन संस्थागत हुँदैन? हामी कसरी संस्थागत गर्ने? सर रेकमेन्डेड दिनु त सर, एकदम कन्स्ट्रक्टिभ रेकमेन्डेसन। इन्द्रजी त्यसको लागि अब तपाईँ र म राज्य सञ्चालक परेनौँ। सरले हामी सिफारिस गरौँ न सर। सिफारिस त मैले गरिसकेँ। किन के गर्नुपर्छ? सरकारले
जेनजीको माग पुरा गर्नु पर्यो। होइन, मैले अहिलेको मात्रै यो कुरा गरिरहेको छु नि सर। म चाहिँ ओभरअल नै गर्दैछु क्या। भोलि अर्कै होला, अर्को व्यवस्था, अर्को सरकार। संस्थाको त किन हुन सक्दैन? हाकिम फेरि हो, संस्था चाहिँ जस्ता तस्तै रह्यो। यसरी नै बुझौँ न। मान्छेको कुरा आयो नि त। हो त। जो मान्छे तपाईँको सिंहदरबार पसे तिनमा क्षमता, कार्यकौशलता, तपाईँको दृढ निश्चय, तपाईँको भिजन, लङ टर्म भिजनहरूको अभाव भयो। अनि त्यहाँ छिरेपछि चाहिँ यो सबै कुरो हराउँदो रहेछ सर। पर्खाल बाहिरै, अगाडि त सबै गर्छु भनेर जहाँ त पढे लेखेको छन् सबै छ त, अनि त्यहाँ पुगेछ हराउँछ हो। त्यो ठाउँै त्यस्तो हो। हेर्नुहोस्, गर्छु भन्ने एउटा कुरा, गर्ने क्षमता हुनु अर्को कुरा। क्षमता हुनु पर्यो। दुर्भाग्यवश अहिलेसम्म क्षमतै नभएको मान्छे मात्रै पुगे सिंहदरबारमा। बहुसङ्ख्यक होइन है, बहुसङ्ख्यक त्यस्तै मात्र पुगे। अलिअलि भाकाले पनि गरेनन्, गर्न सकेनन्। होइन, त्यसको कारण म बताउँछु प्लिज। अहिले यो हाम्रो प्रणाली कस्तो छ भने मन्त्री भयो, बदमासी गर्न छुट छ, भ्रष्टाचार कुस्त कमाउन छुट छ, तर राम्रो गर्न उसलाई प्रधानमन्त्रीको निर्णय चाहिन्छ, मन्त्रीमण्डलको निर्णय चाहिन्छ। अनि मन्त्रीमण्डलले भाँजो हाल्छ। नगरे भनेर होइन, किन गर्ने? यस्तो किन गर्ने? यसरी मलाई फाइदा के, मेरो परिवारलाई फाइदा के, मेरो दललाई फाइदा के? दलको कुरा आयो नि। फेरि दल भनेको एउटा साइनबोर्ड मात्रै हो, दलको नेताहरूको कुरा हो। जबसम्म दलका नेताहरू सुध्रिँदैन तबसम्म देश सुध्रिँदैन। फेरि दलविहीन व्यवस्था हामी कल्पना गर्न सक्दैनौँ। अब हामी निर्दलितताको जमानामा छैनौँ। तर दुर्भाग्यवश नि मुलुक त त्यसमा त गइसक्यो। नेताहरू हेर्नुहोस् न, अब यता आयो नयाँ पुस्ताको नयाँ दल भनेर आयो। अब त्यसको अध्यक्ष अहिले जेलमा छन्। हेर्नुहोस्, जेलमा छन्। अझ मौका पाएर जेलबाट भागेर पनि आए, फर्ज कृत्य चिठी पनि बनाउनु भ्याए, अहिले फेरि जेल फर्के। यो दुर्भाग्य हो क्या हाम्रो। भनेपछि अब यो एउटा हाम्रो साझा जवाब सधैँ यही रहेर नै सबैसँग छलफल गर्दा नेतृत्वै गतिलो, नेतृत्वमै सुधार हुनुपर्ने, नेतृत्व नै भएन भन्ने यो भाषा चाहिँ, यो मन्त्र चाहिँ सधैँ जपिरहने भयो। त्यो मन्त्रले चाहिँ काम नगर्ने भयो सर। यस्तै भइरह्यो होइन? होइन, तपाईँको खाना पकाउन अगाडि चामल त केलाउनु पर्छ नि। केलाउने एउटा प्रविधि हुन्छ नि, नाङ्लो हुन्छ। हो, यो राज्यको प्रणालीमा पनि नेता छान्ने नाङ्लो चाहिन्थ्यो। अनि कसरी हो भने कानुनले। राज्यको तपाईँको नाङ्लो भनेको कानुन हो। कानुन त्यस्तो हुनु पर्यो जसले चाहिँ भ्रष्ट नेताहरू सत्तामा नपुग्नु। तर त्यस्तो कानुन कहिल्यै बनेन, बनाउन सकेन। झन्झन अझ कस्तो कानुन बनाउँदै ल्यायो भने, जस्तै अब यो गिरिबन्धुको कुरा गर्नुभयो भने, अब गिरिबन्धुको मा जे गरेर लागेको थियो त्यो नगरेर सर्वोच्चले आदेश दियो। त्यो आदेशलाई काट्ने गरी ऐन बनायो। त्यो ऐन अवैध भने सर्वोच्चले भन्यो, फेरि अर्को भूमिसँग ऐन ल्यायो। यस्तो बदमासी गर्छन् के। यो नीतिगत भ्रष्टाचार भनिन्छ नि। नीतिगत भ्रष्टाचार हाम्रो दैनिकी भयो। एउटा यो सशक्त कानुन भएन। म फेरि ग्रे लिस्टसँग जोड्छु। यदि सशक्त कानुन भएको भए हामी ग्रे लिस्टमा पर्दैनथ्यौँ। यिनीहरूको ध्यान सशक्त कानुनमा बनाउने कहिल्यै गएन। र दुर्भाग्यवश के हुन्छ भने, यदि यही यथास्थितिको निरन्तरता पायो भने ग्रे लिस्ट होइन, अब हामी ब्ल्याक लिस्टमा पर्छौँ। सरले यो कुराहरू सरले अत्यन्तलाई जोड दिनुभएको छ। वास्तवमा यो वित्तीय कार्यवाही कार्यदल, फाइनेन्सियल एक्सन टास्क फोर्सको यो त गम्भीर अवस्था नै हो। यदि मलाई करेक्सन गरिदिनु होला, मलाई लाग्छ यो 2026को जनवरीबाट यसबाट हामीले एउटा उन्मुक्ति पाउनुपर्ने अवस्था छ। त्यो त्यति धेरै टाढा छैन सर। अब भनेपछि त्यो बेलासम्मको अहिलेको यो हेर्दाखेरि त हाम्रो तयारीको अवस्था, यो हेर्दाखेरि त त्यहाँ हुने त एउटा स्थिति त कसरी देखिन्छ र? चुनावै पछि पनि के आश गर्ने तुरुन्तै त्यो हुन्छ भनेर होइन सर? मैले त्यही दिन त आइसक्यो त। यो मैले त्यही भने गम्भीर मोडमा त हामी छौँ त नेपाली। अक्टोबरमै मिटिङ बसेको थियो एफएटिएफ हो। त्यो बेला पनि यहाँले बनाएर केही लगेनन्। मैले त्यही भने तपाईँको यिनीहरूको नियुक्ति हुन साथै त्यो सेप्टेम्बर 12-13 हुन साथै रात 24 घण्टा रात दिन नबनेर त्यो फाइनेन्स एक्सन टास्क फोर्सको चित्त बुझ्ने गरी अध्यादेश जारी गरेको भए उता त्यो पनि ग्रेड लिस्टबाट हट्थ्यो। अनि यो भ्रष्ट नेताहरू पनि
नाङ्गलबाट छानिएर जान्छ। अर्को कुरा फाइनेन्सियल एक्सन टास्क फोर्सले पनि सरकारले मुलुकले केही गर्दैछ भन्ने खालको एउटा सकारात्मक सन्देश त उनीहरूलाई पनि जाँदाखेरि उनीहरू पनि हामीप्रति हेर्ने दृष्टिकोण फरक रहन सक्थ्यो नि त, होइन? पाएन नि त। अहिले त्यो त केही पनि हुन सक्ने अवस्था चाहिँ होइन। सरकारले दोस्रो पटक हो, हामी पहिला दोस्रो पटक हो, यो पहिले पनि भइसक्यो हो। अब यसमा त मलाई लाग्छ सर सरकारको यहाँले पनि भन्नुभयो सायद प्राथमिकता होइन, यो कुरालाई त रिमाइन्डै पनि गरायो होइन, किनभने सरकार एउटा अर्कै एजेन्डा लिएर आयो, त्यो एजेन्डामा चाहिँ छन्। अब धेरैको भनाइ छ नि खालि त्यही छ नि एउटा चुनावमै मात्रै गराउनुपर्छ भन्ने छन्। यद्यपि सरकारको यो पनि एउटा एजेन्डाभित्र पर्छ र परोस्, आशा गरौँ यो कुरामा पनि केही सरकार अगाडि बढ्न सकोस्। अब सर म अलिकति कहाँनिर आउन चाहेँ भने हामी करिब समयको अन्ततिर पनि छौँ। सरको एउटा विषयवस्तु, सरको अध्ययन अध्येता, सरको यो किताबको यो कुराहरूले गर्दाखेरि अलिकति नेपालको जलस्रोतको बारेमा थाहा छैन, यो पनि खै विवाद हो या होइन, सरले भनिदिनु होला। संसारमा हामी जलस्रोतमा दोस्रो धनी देश भन्छौँ, कता कता यसमा फेरि विवाद पनि देख्छु खै हो होइन नि के छ। देशमा उपलब्ध अलिकति हाम्रो पानी, सतही पानी पनि प्रतिवर्ष लगभग 225 अर्ब घनमिटर हुने अनुमान गरिएको छ भन्ने छ सर। यसको विज्ञ हुनुहुन्छ, जसमध्ये प्रति वर्ष 15 अर्ब घनमिटर मात्र प्रयोगमा छ भन्छ। यसमा पनि हामीले एउटा सही ढङ्गले सदुपयोग गर्न सकेन। अब भूगर्भीय अरू पानीहरू पनि आफ्नो ठाउँमा होला, होइन सर? मैले एउटा सरलाई एउटा रफ डेटा मात्रै भने सर, मलाई करेक्सन गर्नुहोस्। तपाईँले जुन आँकडा प्रस्तुत गर्नुभयो नि, हो त्यो वर्षैभरिको हो, प्रति वर्षको हो। हजुर हजुर। तर एउटा कुरा नबिर्सिनुहोस्, तपाईँले नेपाल जलस्रोत धनी भन्नुभयो, होइन त्यो होइन है। नेपाल 4 महिना बाढीमा धनी, 8 महिना खडेरीमा धनी हो, पानीमा धनी होइन। त्यसका जुन जति घनमिटर तपाईँले भन्नुभयो त्यो बगेर खेर जाने हो। यी भन्दाखेरि त कुरो त उपयोगमा आयो नि त, उपयोग गर्न नसकेको भन्ने कुरा आयो नि त। फेरि इन्द्रजी उपयोग गर्न क्षमता चाहियो, बुद्धि चाहियो, ज्ञान चाहियो। अब यो किताबमा हो तपाईँ, अब यो किताबमा मैले ठिक छ, यो किताब हामी चाहिँ नि हाम्रा दर्शकहरूलाई पाठकहरूलाई पढौँ भनेर मैले सिफारिस पनि गरौँ सर। सिफारिस नगरौँ, पढौँ होइन, उहाँले चाहनु। तर मैले यसमा मैले यो जलस्रोतको सबै कुरा समेटेको छैन। यसमा मैले चन्द्र शमशेर एक शताब्दी सेन्चुरीको सरले कुरा यसमा गर्दै हुनुहुन्छ। चन्द्र शमशेरदेखि अहिलेसम्मको पशुपति शमशेरसम्मले गरे गल्ती मैले के लागेको छु। सरले शब्दै राख्नु भएको छ नि त त्यहाँनिर त। त्यो त लु ठिक छ, होइन गल्तीबाट नि हामीले सिक्ने कुरा त हो नि त। तर गल्ती किन भयो भन्दा नगरेर न गल्ती भयो। मेरो यसमा गुनासो के भने 100 वर्ष गल्ती गर्दै आयो, कति 100 वर्ष जाने। मेरो किताब लेख्नु प्रोजेक्ट सिकोस्, कसैले सिकेन। कमसेकम अब 101 वर्षमा त सुधार आओस्, मेरो आग्रह थियो। ओके सुधार, ठिक छ सर, बधाई छ सरलाई। यसलाई मैले पनि भनिसकेको छु। अब सरलाई मैले अघि कति मेरो पृष्ठभूमि पनि भने, नेपालको जलस्रोत प्राकृतिक स्रोत यो चाहिँ अलिकति राजनीतिक स्रोत रहेछ होइन सर? बढी नै राजनीति नै होइन पानीमा? यो चाहिँ हो सर। अब तपाईँले हेर्नुहोस्, यिनीहरूले पटक पटक राजनीति भन्ने शब्द प्रयोग गर्नुभयो। अब राजनीति भनेको सबभन्दा महत्त्वपूर्ण नीति हो, सङ्ख्या रहेन सर, मूल नीति, माउ नीति, जे भन्नुहोस्। तर नेपालमा राजनीतिको नाउँमा क्षुद्र नीति हुन्छ। ओके, यो शब्दै सुहाएन हामीलाई त है सर। हामी कहाँ राजनीति हुँदैन, हामीमा क्षुद्र नीति हुन्छ। ओके, क्षुद्र नीति हुन्छ। शब्दको नुहारा नै अर्कै गर्नुपर्ने भइसक्यो। अब नेपालमा राजनीति छैन, क्षुद्र नीति छ। यो यिनीहरूले गरे सबै क्षुद्र नीति हो। ओके, तपाईँ कुनै पनि पानीको क्षुद्र नीति के त? लु सरकै भाषालाई मैले पैँचोली पानीको क्षुद्र के हो भने, अब के भयो? तपाईँसँग समय छैन, म बताउँछु छोटोमा। यो एउटा उदाहरण मलाई इन्डियनले बताएको। नेपाली टोली वार्ताको लागि दिल्ली जान्छ, अनि त्यो वार्ताको लागि राउन्ड टेबलमा बस्छन्, छलफल गर्छन्, अनि गर्दा गर्दै अनि त्यो इन्डियनले सोध्छ नेपाललाई, तपाईँको छोराछोरीलाई पढाउनु पर्छ कि कतै कहीँ जागिर चाहिन्छ कि सोध्छ। उसले प्लिज प्लिज भन्छ, इन्डिया भ्रमणमा आउने कि डुल्न होइन। एक थरी। अर्को थरीले के सोध्छ? अर्को थरी चाहिँ त्यो उसले अप्ठ्यारो लाग्यो, बसिया ठाउँमा गर्न थाल्छ। अनि सँगै बसिया इन्डियनले सोध्छ भने, अनि श्रीमतीले भन्छ अरे, अनि उसले आफ्नो गाडी ड्राइभर दिएर त्यो सस्तो बजार लाजपत नगर भन्छ दिल्लीमा, त्यहाँ पठाउँछ, सपिङ गराउँछ र पैसा त्यो इन्डियनले तिर्दिन्छ। अनि उनीहरू इन्डियनले बनाएको खाना सही गरेर आउँछन्। यो मलाई इन्डियनले बताएको कुरा। सर यसको दुखान्तमा कारण त्यो हो।
सर यो सरले भनेकोलाई हामी यो यति सजिलो यति चिप यति यस्तो हो त सर हाम्रो नेपाली डेलिगेसनहरू हो यो म अर्को उदाहरण दिन्छु। यसलाई यसरी मान्ने सर यति सजिलो लिने हाम्रा यता डेलिगेट गएकाहरूलाई म अर्को उदाहरण मानिहाल्दो रहेछन् त्यति साह्रो म अर्को यति उदाहरण कमजोर छौँ हामी नेपाली मलाई अर्को उदाहरण दिनु नेपाली ब्युरोक्राट यति कमजोरी ब्युरोक्रेट हैन लिडर्स नेता लिडर्स ल ब्युरोक्राट पनि ठिक छ म त्यो लिडर्स पनि यति कमजोर सर यति सहज तपाईको म नाम दिन सक्छु फल्ना मान्छेले छोरीलाई एमबी स्कलरसिप पालियो अनि सही गर्यो। म अर्को पाटो बताउँछु अर्को पाटो महत्त्वपूर्ण पाटो इन्डियामा त्यो वार्तामा बस्नेहरू धुरन्धर विद्वान हुन्छन् अनि हाम्रा चाहिँ छैनन्। हाम्रो त कस्तो भने पालो गरेर अस्ति तपाईँ जानुभयो टिएडिए खान अब मेरो पालो अर्को टिएडिए खाने कुरा हो यो नेपालको लागि लाभ हुने गरेर वार्ता गर्न जाने होइन वार्ता गर्न जानलाई पालो तोक्या हुन्छ। कस्तो रत्न सर हामी यत्रो नेसनल इस्युजहरू कुरा गर्दा हामी यस्तो कुराहरूबाट हाम्रो वार्तामा भइरहेछौँ भनेपछि हामी के भन्ने होला सर यो सरलाई यस्तो भन्दाखेरि कस्तो कस्तो फिल हुँदैन होइन यो हामीलाई नै अनुभव छ नसुने होइन तर यो कस्तो है सर यो अब के हो यो त वार्ता गर्ने यो विषय नै सुन्दा हामी कति यस्तो भइदिन्छ भन्दाखेरि अनि के आश गर्ने सर यो होइन। अझ अर्को उदाहरण दिन्छु तपाईँको यो कम्युनिस्ट थाहा छ साम्यवादी नेताले कति करोडको घडी लाउँछ 20-25 लाखको चस्मा लगाउँछ 10 लाखको जुत्ता लगाउँछ कहाँबाट आउँछ जसको तपाईँको 4 कट्ठाको घर छैन सम्पत्ति विवरणमा कहाँबाट आयो कसैबाट आयो समस्या त्यही नै हो। फेरि त्यो सबै नै तपाईँको भ्रष्टाचार र कानुन नियन्त्रण गर्ने कानुन नभएर ठिक छ सर यदि त्यो कानुन भएको भए उनीहरूले त्यो गर्दैन थिए। अब यी भए अब केही तिता यथार्थहरू नै सरले भन्नुभयो सुन्नमा नि आएकै हुन् के हो त सर हाम्रो अलिकति जलस्रोतमा हामीले कुरा गर्दाखेरि सरले धनी पनि होइन भन्नुभयो बाढीमा र खडेरीमा धनी भन्दै हुनुहुन्छ हो तर सदुपयोग गर्न जाने भने हामी होइन सदुपयोग गर्न अब हामी किन सकेनौँ भन्दाखेरि सरको फेरि आन्सर चाहिँ जेनरल त्यही नै आउला कहाँ चाहिँ अप्ठ्यारो हो सर हाम्रो अलिकति सङ्घीय शासन र समन्वय नभएको हो कि राजनीतिज्ञ संहितासँग सम्बन्ध छैन यो छैन यसमा यसको सही रहेन होइन अलिकति यो के हो हाम्रो यो पोलिटिसियन अलिकति यो कर्मचारी तन्त्रको बिचमा कुरो नमिलेको सामाजिक तथा राजनीतिक मुद्दाहरू पानी अधिकार नीतिहरू सीमापार यो चाहिँ पानी नीति राजनीति अप्ठ्यारो चाहिँ कता के कसैलाई दोष नदियो युज गर्न नजायो भन्ने सरको सिधै आन्सर त्यो हो भिजन नभएको पानीलाई कसरी के गर्ने भनेर पानी कसरी देशको हितमा सदुपयोग गर्ने भने भिजन नभएको। तपाईँको समय कति छ म एउटा सानो उदाहरण दिन चाहन्छु छोटोमा गरौँ सर हामीसँग छोटो समय छ। गत आर्थिक वर्षमा एनएले 70 अर्बको बिजुली निर्यात गर्यो भारतलाई बेच्यो यदि त्यसको समुचित सदुपयोग गरे भए नेपालमा नै 2 खर्ब 92 अर्ब आम्दानी हुन्थ्यो बुद्धिको कुरा। सरको यो तर्क चाहिँ के आयो भने हामीले बत्ती निर्यात गर्ने त्यतातिर जाने भन्दा पनि र पानी नै चाहिँ प्रयोग गरेर चाहिँ बढी देशलाई चाहिँ नि फाइदाजनक गर्न सकिन्छ भन्ने हो। पानी मात्र बिजुली पनि खेर जाने बिजुली पनि जुन अहिले प्राइभेटले निर्यात गर्थ्यो त्यो खेर जाने बिजुली हो निर्यात नगरेर खेर जान्थ्यो। ओके त्यो त राम्रै पाटो रह्यो नि त हो तर त्यसको पनि अझ राम्रो पाटो के हुन्थ्यो भने 17 अर्बको सट्टा 3 खर्ब हुन्थ्यो बेच्नु नराम्रो होइन। ओके तर त्योभन्दा पनि अझ बुद्धि पुर्याएको भए त्यही बिजुली भारतलाई नदिएर नेपालमै जस्तै बिटकोइन उत्खनन माइनिङ गरे भए 3 खर्ब रुपियाँ राज्यले पाउँथ्यो मैले भने त्यो वैकल्पिक अरू रूपमा प्रयोग गरेको भए त्यो निश्चितता थियो त सर हुन्छ भन्ने कुरो गर्ने भन्ने कुरा त्यो छ। भुटानले अर्बौं कमाइसक्यो बिटकोइन माइनिङ गरेर। ओके ओके भुटानसँग अहिले मौद्दातमा 1 अर्ब डलरको बिटकोइन छ 1 अर्ब डलर भने 1 खर्ब 45 अर्ब रुपियाँको बिटकोइन उसँग मौद्दातमा छ खेर जाने बिजुली उपयोग गरेर। ओके खेर जाने बिजुली त्यो गर्न सक्थ्यौ भन्ने यहाँको तर्क त्यो रह्यो मैले त्यो बारे यसमा लेखा। ओके ठिक छ हाम्रो पाठकहरूले त्यो कुरालाई हेर्ला। अर्को अब पानीको तपाईँको सिङ्गापुरले मलेसियाबाट पानी किन्छ ओके दक्षिण अफ्रिकाले लेसोथोबाट पानी किन्छ तर हामीले कोशीबाट गण्डकबाट सिद्धेमा पानी दिइरहेछौँ भारतलाई। फेरि नदीमा उतै जाने भयो नदीमा बग्या पानीको कुरा होइन इन्द्रजी रेगुलेटेड फ्लो पथान्तरण गरिएको पानी जसरी तपाईँको मेरमचुक पानी पथान्तरण गरेर काठमाडौँ ल्याइयो नि त्यसै गरी कोशी बराज बनाएर पथान्तरण गरेर नहरबाट जुन पठाइयो त्यो पानी बहुमूल्य छ त्यसको पैसा आउँथ्यो
त्यो हामी सिटीमा दिए 50 वर्षपछि हामी सिटीमा दिइरहेछौँ कुरा त्यो। अझ त्योभन्दा पनि अब जलाशय त्यो आज आयोजना बनाउनु भने त त्यसले तपाईँको अघि तपाईँले कुरा गर्नुभयो नि कति खर्ब पानी छ 15 कति मात्रै उपयोग भएको छ। त्यो सुक्खा र बर्खाको कुरा गरेँ मैले है। तर यदि जलाशय बनाउने हो भने बर्खाको पानी जलाशयमा भण्डारण भएर सुक्खायामा उपलब्ध हुन्छ। त्यो पानी बहुमूल्य हुन्छ। त्यसबाट अहिले तपाईँले जुन सिँचाइ कुरा गर्नु 1 बाली सिँचाइ खेती भइरहेछ। तर यदि जलाशय निर्माण गरेर सुक्खायामा पानी निश्चित पठाउने हो भने नेपालको भूमिमा सुन फल्छ। 4-5 बाली खेती हुन सक्छ। सरले यो कुराहरू पानी गइरहेछन् हामीले लिन भन्दा त यो त कता कता अलिकति हामी फेरि यो अलिकति हाम्रो यो भूराजनैतिक चुनौतीहरूको सामना होला हामीलाई होइन सर? सर के भन्नु छ यो? नट नेसेसरी यो होइन हामीले चुनौती छैन। फेरि यो राज्य सञ्चालकमा भर पर्छ। राज्य के भन्नुपर्छ चुनौती हो कि होइन भन्ने कुरा र सामना गर्न सक्छ सक्दैन भन्ने कुरामा होइन ठुलो कुरा होइन। हेर्नुहोस् भारतमा झन्डै 1.5 अर्ब जनसङ्ख्या छ। उसलाई खाद्यान्न धेरै चाहिन्छ। खाद्यान्न उत्पादन उसलाई पानी चाहिन्छ। सही कुरा। त्यसैले नेपालले तपाईँलाई पानी चाहिन्छ भने लैजानुहोस्। तर जसरी सिङ्गापुरले मूल्य तिरेछ जसरी दक्षिण अफ्रिका मूल्य तिर्नुहोस् त्यो दरमा हामी अलिक कममा तिर्नुहोस्। ठिक छ त्यो व्यापारिक सम्झौता हुन सक्थ्यो। तर त्यो भन्ने हिम्मत न चन्द्र शमशेरले गर्यो न पशु शमशेरले गर्यो। भनेपछि यो चाहिँ एउटा अहिलेको मात्रै समस्या नरहेर इतिहासदेखि नै लिग्यासीको रूपमा आएको समस्याहरू छ। त्यो सकेन भनेन भनेस् त रत्न सर अलिकति सरल जस्तो व्याख्याता विश्लेषण अनि त्यसलाई कता कता भूराजनैतिक चुनौती नै भन्न म चाहिँ भन्दिनँ सकेन त अहिले बस्ने मान्छेले एकदम विनम्र भाषामा यु आर गोइङ टु टेक एडभान्टेज अफ दिस सो वाइ डोन्ट यु सेयर द्याट एडभान्टेज विथ अस भन्ने क्षमता राख्नु पर्दैन? सरले यो भन्दैन भने एउटा कन्स्ट्रक्टिभ बार्गेनिङ हामीले गर्न सकिएन। एक्ज्याक्टली गर्न सकिन्छ। ओके र फेरि मान्छे सकिएन अहिलेसम्म सकिएन। सकिन्छ भारतमा दिनुपर्छ भन्ने मान्छे छन्। सलमान हैदर भन्नेले अर्को मैले नाम भुलेँ यसमा मैले कोट गरेको छु। उनीहरू दिनुपर्छ भन्नेमा छन्। तर यहाँको मान्छेले माग्दै मागेन। यहाँका नेपालीहरूले नेपाल राज्य सङ्घले माग्दै मागेन। आँट गरेन होइन अन्य थोकमा लागे। त्यसका पछाडि उनीहरूका आफ्नै बाध्यता व्यवस्थाहरू होला। पानीकै सम्बन्धमा हेर्ने हो भने तपाईँहरू जस्तो अलिकति अध्येता विज्ञले भन्ने के नेताले भन्ने के नेता र तपाईँहरूको भनाइ त फरक हुन्छ नि सर। यो कुरो हजुरलाई थाहा छ नि त। अब यसको दीर्घकालीन समस्या अब यसको व्यवस्थापन कसरी गर्नुहुन्छ सरलाई मेरो अन्तिम प्रश्न यो। होइन समस्याको समाधान भनेको पहिलो कुरा त भ्रष्टाचार पूर्णतः निर्मूल गरेपछि मात्रै। अहिले भन्नुहोस् न अहिले राम्रा मान्छे चुनावमा जाँदैनन् निर्वाचनमा भाग लिँदैनन्। करोडौँ खर्च हुन्छ पैसा कहाँबाट पाउने? भ्रष्ट मान्छे चुनाव लड्छ भ्रष्ट मान्छे चुनाव जित्छ। त्यसैले भ्रष्टाचारलाई पूर्णतः निर्मूल गरेर अथवा 99% निर्मूल 90% निर्मूल गरेर नहोला त्यो एउटा 90% निर्मूल गरेर हैन सर ठिक छ सकिने के हो। त्यसपछि विषयमा 19 हैन हो। त्यसपछि तपाईको कम खर्चमा अथवा खर्चै नगरिकन भन्नु त कुनै मान्छेको उभिना साथै ओहो फल्ना जिताउनु पर्छ भने wherever the vote house पैसा खर्च गर्न नपर्ने त्यो वातावरण बन्यो भने चाहिँ देश सुध्रिने बाटोमा लाग्छ। जबसम्म भ्रष्ट नेता चुनिन्छ उसले भ्रष्टाचार गरे कम पैसा लगानी गरेर चुनावमा जितेर आउँछ र राज्य चलाउँछ देश सुध्रिँदैन। इन्द्रजी क्षमा गर्नु होला। त्यसैले भ्रष्टाचार नियन्त्रण जुन नवयुवाको माग थियो मेरो पनि मेरो ऐक्यबद्धता छ त्यो नगरेर देश उँभो लाग्दैन इन्द्रजी। त्यसमा हामीले सबैले शिरोधार्य गर्नु जरुरत छ। हस् सर यहाँको समय र सन्दर्भको लागि इन्डिजिनियस टेलिभिजन र आइटिभी नेपालको तर्फबाट र व्यक्तिगत मेरो तर्फबाट सरलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धेरै धेरै नमस्ते। दर्शकवृन्द हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। आशा एवं विश्वास छ आजको हाम्रो छलफल यहाँहरूको लागि महत्त्वपूर्ण र उपयोगी रह्यो होला। यसै गरी विशेष व्यक्ति र विशेष सन्दर्भको साथ म फेरि उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि म कार्यक्रम प्रस्तुता इन्द्र श्रेष्ठ र हाम्रो प्राविधिक दललाई पनि बिदा दिनु होला। हस्त नमस्कार धन्यवाद। यहाँहरूको आगामी दिन सुखमय रहोस्।